हेलो सर, नमस्कार नमस्कार। प्रभु मनी ट्रान्सफर इन्डिया टु नेपाल, नेपाल टु नेपालभरि नेपालभरि। अनि आज कता हो सर? आज टक्क लगाउनु पैसा, त्यत्रो पैसा बोक्नु भएको छ होइन? यति पैसा बोकेर अब कहाँ जानु लाग्ने भयो हाम्रो सर? ओहो, पैसाको झोला आइरहेको छ। अनि हाम्रो सर कहाँ जानु लाग्ने भयो सर? अब रुममा जानु लाग्छ। पैसाको कारोबार सबै ब्याङ्कतिर नेपालतिर ट्रान्सफर गरिसकेपछि अब टक्क लगाएर प्रभु मनी ट्रान्सफरको माध्यमबाट नेपालका हरेक कुना कन्दरामा नागरिकताको माध्यमबाट र पासपोर्टको माध्यमबाट र आधार कार्डको माध्यमबाट र नेपालका कुनै पनि ब्याङ्क खातामा पैसा सत 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 खट खट गर्ने र दिने, गएर आफ्नो खातामा पैसा झिक्ने होइन सर? सुविधा यस्तो छ। र नम्बर टक नम्बर भन्नुहोस् न तपाईँको नम्बर सर। 41 62 11 02। ल अब यति गाउँले, ओहो, राहुल गाउँले खोजी खोजी नपाउने, यही बेलामा पाएको बेलामा डङ्गै पैसा गयो। यहाँबाट पठाएको 1 मिनेटमा निकाल्ने। अब त पठाउने भन्दा पहिला ब्याङ्कमा गएर बस्ने, यहाँबाट पठाएको 1 मिनेटमा निकाल्ने। युटिआर प्राप्त गर्दा बित्तिकै नेपालको खाता नम्बर, स्क्यान, नेपाली क्युआर कोड होइन, कुनै पनि नागरिकता। अनि अर्को कुरा के छ, आजभोलि फेरि त्यो नेपालको ई सेवा खल्तीमा पनि यतैबाट डाइरेक्ट पैसा जान्छ भन्छन्, हो र? त्यो यहाँको सिस्टमबाट जाँदैन। अब नेपाल पैसा जान्छ भनेर हेर्नुहोस्, सामाजिक त्यो कस्तो जान्छ भन्नुहुन्छ भने यहाँको बिजनेस एकाउन्टदेखि नेपालको बिजनेस एकाउन्ट हो, त्यसको लागि लोकेसन माग्छ। हामी उहीँ गएर उहीँको स्क्यानमा प्रत्यक्ष देखाएर निकालियो, क्युआर गरियो। दुःखै छ। मतलब हामीले यहाँ त नेपालको क्युआरमा डाइरेक्ट यता त क्युआर स्क्यान गरेर पैसा जान्न होइन? अब हामी जस्तै टुरिस्टको हिसाबले गयौँ, हाम्रो मोबाइलमा लोकेसन अन हुन्छ। हजुर। अनि उहाँ गएर ठ्याक्क देखाएर पेमेन्ट गर्ने, त्यो पनि दिनको 5000 लिमिट। त्यसो भए यो सामाजिक सञ्जालतिर तपाईँले ई सेवा माध्यमबाट, खल्तीको माध्यमबाट भारतबाट तुरुन्तै स्क्यानमा क्युआरमा स्क्यान गरेर बित्तिकै पैसा आउँछ भन्ने कुरा चाहिँ ढोकाको कुरा रह्यो, अफवाह नभएको कुरा होइन? अफवाह नभएको भन्दा पनि मेसो नपाएको, टुरिस्टको लागि मात्रै बनाएको भन्ने जानकारी बुझेको अहिलेसम्म। त्यसो भनेर त्यत्तिकै अब पुरै पत्र नगरी गहिराइमा नपुगिकन अफवाह त मिलेन होइन? त्यस्तो गहिरामा हाम्रो बाटो हुँदैन। तर सबैलाई सहज हुनेको भएको भए त पक्कै भन्न सजिलो हुन्थ्यो। अब बिजनेस लाखको कारोबार गर्ने मान्छे त काहीँ फरक परेन। तर हामी जस्तो सर्वसाधारण 10,000 20,000 पठाउनेलाई त क्युआरको माध्यममा जहाँ गएन नि त। तब यो त्यसले त हाम्रो लागि त अफवाह नै भयो, नभएका कुरा नै भयो नि सर। त्यस्तै सोचेको नि। त्यस्तै सोचेँ होइन? ल, अगर कसैले गर्नु भएको छ र जानकारी छ भने त्यो पनि जानकारी गराउनु। हामीले दिएको जानकारी भएन। ल, धन्यवाद सर तपाईँको मिठो सुझावको लागि। ल।